यो एक लाइन चाहिँ मेरो दिदीको लागि। तिमीले गरेको काम सधैँ सफल होस्, जुन परिवार छाडी बाहिरिएको छौ। तिमीलाई हाम्रो परिवार अनि तिम्रो छोराको याद कति आउँछ होला। तिमीले मलाई नभनेको मात्र हो, जुन आफू सधैँ दुखीमा बसी हामीलाई खुसी बनाउन आज तिमी टाढिएको छौ। सफलता सधैँ तिम्रो साथमा होस्, जुन तिम्रा शत्रु पनि छक्क परुन्। मैले तिमीलाई कति सताए होला, जुन तिमी मदेखि वाक्क थियौ। आज तिमीलाई सम्झिँदा निकै रुन मन लाग्छ। हिजो तिमी साथमा हुँदा म आफैले मन नपराउने मान्छे म, तर तिमी टाढिएपछि मन साह्रै दुख्छ। एकै थालमा खाना खाएर हुर्केको मान्छे हामी, तर आज तिमी कहाँ म कहाँ। तिमी सधैँ आफूलाई तडपाई तडपाई मार्न खोज्छौ। म तिम्रो चाहना थाहा पाउन सक्छु। तिमीले ए मेरा भाइ भन्दै बोलाएको शब्द निकै राम्रो लाग्थ्यो, तर आजकल छिमेकीको छोराछोरीले भाइ भन्दा तिम्रो सम्झना आउँछ। तिमी परिवारको खुसीको लागि हामीलाई छाडी गयौ, तर खुसी हुनु भन्दा दुःख लाग्छ। जुन तिमी टाढिनुको पीडा मलाई थाहा छ। मैले तिमीलाई निकै सताए जस्तो लाग्छ। अब म तिमीलाई सताउँदिन। यता गाउँघरमा दसैँ तिहार आइसक्यो। तिमी हुँदा पो तिहार निकै रमाइलो लाग्थ्यो। आज तिमी छैनौ। अरूको चेलीको टिका लाउँदा कस्तो नराम्रो लाग्दो रहेछ, जुन आफ्नो चेली साथमा नहुँदा। घरमा सबैजनाले तिहारको तयारी गर्दैछन्, तर हामी भने हाम्रो दिदी कहिले घर फर्केर आउलान् भन्ने आशमा पर्खिरहेको छौँ। तिमीले तिम्रो छोराको लागि सपना बुनेको छौ होला, मलाई थाहा छ। तिमीले बुनेको सपना छोराले पुरा गर्न सक्छ। तिमीले आफ्नो छोराको एउटा आवाज सुन्न पनि सकेको छैनौ, मलाई थाहा छ। तिमी निकै दुखी छौ। आमालाई आफ्नो छोराको माया कति लाग्छ। तिमीले आफ्नो छोराको खुसीको लागि आफ्नै खुसी मार्यौ। तिमीले आफ्नो छोराको सपना पुरा गर्नुपर्छ र छोरालाई तिम्रो सपना पुरा गर्न लाउनुपर्छ। तिमीले जस्तो गोरेटोमा हिँडाउँछौ, ती बालकले पनि त्यही गोरेटो दोहोऱ्याउनेछ। तिमी टाढा छौ र त तिम्रा छोराले भेट्न पाएका छैनन्।